आज अपॉइंटमेंट है राधे का, आज ले जाना है। अब क्या करना पड़ेगा? ठीक है, सिग्नेचर करके ले जाओ। हाँ ठीक है, किधर करना पड़ेगा? यहाँ पे करो। डॉक्टर विकेश सर, राधेको रिपोर्ट बुझ्न आएको हामी चाहिँ राधेको रिपोर्ट पढ्दै थिएँ र राधेको रिपोर्ट अनुसार के निस्क्यो भने दुनियाँमा यो बिमारी कम्ती मात्रामा पाइन्छ। यो रेयर केस हो र यसको इलाज मेरोबाट हुनु चाहिँ अलिक साह्रो नै छ, तर एउटा उपाय छ। के छ उपाय सर? मतलब सर जतै लगेर भए पनि जाती भयो भने त राम्रो हुन्थ्यो हाम्रो राधेको। तपाईहरु यहाँदेखि 7 किलोमिटर टाढो लटेश्वर बाबाको कुटी छ, त्यहाँ तपाईहरु जानुहोस्। बाबाको कृपाले केही अलिकति तपस्या शक्तिले तेरो भित्रको गहिरो चोटलाई अलिकति मैले उयो गरिदिएको छु र अब फेरि अलि रहेको जति यादस पुरा आउनको लागि मेरो एउटा दबाई सधैँ युज गर्नुपर्छ। हजुर बाबाजी, यो बाबाको थैलोबाट निक्लेको दबाई हजुर त्यसै खेर जाँदैन। हजुर यो बाबाजी, यो के हो? यो बाबा खैनी हो। र बाबा यसलाई कसरी लिनुपर्ने? यसलाई
3 फाँक दिनमा लिनुपर्छ। हजुर बाबा। बिहान हग्नको अगाडि 1 फाँक, हजुर। दिनमा खाना खानुको बाद 1 फाँक, हजुर। र राति सुत्नुको अघि एउटा 1 फाँक। बाबाको धन्य हो। जय हो। बम बम बोले। बम 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 बम। जय बाबाजी। जय बाबा। हेलो सीएम सर, के कति कामले कल गर्नुभयो? हतपत तपाईँ कल गर्ने मान्छे त होइन। तपाईँले 5 मिनट अगाडि कल गर्नुभयो, केही कुछ हुन्थ्यो। तपाईँ 5 मिनट ढिलो हुनुभयो। भर्खरै मैले त्यसको हलाल गरेर हात मात्रै धुँदै थिएँ, तपाईँले टक्कै कल गर्नुभयो। अब के गर्नु त सीएम सर? केही उपाय छैन। जिउँदा मान्छेलाई त मार्नु सकिन्छ, मरेको मान्छेलाई जिउँदो बनाउनु सकिँदैन। यो कुराले गर्दा हाम्रो बिचमा दुश्मनी चाहिँ नहोस् है सीएम सर। ल हुन्छ हुन्छ हुन्छ। के भन्नुहुन्छ सीएम सर? अझै त्यो जसलाई हामीले मर्डर गरेको थिएन, त्यहाँ हाम्रो आफ्नै कार्यकर्ता रहेछ हो। अब के गर्नु त, पुरा मिल्नु त मिल्यो। आएको गाउँघरको हालखबर के छ हौ? अन्त यो जग्गुको चाहिँ के छ अहिले हालखबर भन् त भाइ। जग्गु दा त अहिले खतरा पोजिसन भएको छ। योपालि इलेक्सन पनि लड्दैछ। त्यस्तै छ अहिले गाउँको खबर। के भन्छ हौ? ओइ के को भिड हो त्यहाँ? के होइन हिँड्छु। हेज भन्न के को भिड हो? के होइन हिँड्न अहिले बाटोमा भन्छु नि तँलाई। भन्न हो भन्न के को भिड हो? निर्जला हौ निर्जला, इन्स्टाग्रामको मोडलिङ भएको छ अहिले। नमस्ते सबैजनालाई। नमस्ते। कति दिन बताउनु नआएको के हो तेरो? 4 महिना काकी त दही जस्तै गनाइरहेछ त। थै नहुने गरे भाइ। राम्रो चल्दैछ। एटेन्सन साथी हो। नमस्ते सबैजनालाई। म आज यस सभाको विशेष सल्लाहकार मुकु र म यहाँ देख्दैछु हाम्रो प्राय साथीहरू जिल्ला कमिटीबाट र कोही साथीहरू गाउँ कमिटीबाट उपस्थित हुनुभएको छ। धेरै धेरै धन्यवाद। र आजको यस पार्टीको विशेष एजेन्डा चाहिँ के हो भने यो गेडागुडी पार्टीमा हिँडेको पनि 10 साल भइसकेछ, तर आजसम्म हाम्रो पार्टीले चुनाव लड्ने टिकट पाएको थिएन। तर यसपालि जसो तसो बल्ल तल्ल कुरा गरेर हामीले चुनाव लड्ने टिकट पाएको छौँ र यसपालि चाहिँ हामीले जसरी भए पनि जित्नु पर्ने हुन्छ। घण्टा जित्छ यो पार्टीले मामा। यो केटालाई लिएर घण्टा जित्छ। 10 फेल, 5 फेल, 2 फेल, 3.5 फेल। उही त्यसलाई हेर्नु न झन् 100 डेजको सिमेन्ट बेचुवा। उयो झन् मुखमै ओपनर बोकेर हिँड्छ। आपने इनका एक्सीडेंट होते हुए देखा है? यहीं पे हुआ था, मफलर लगाते थे। यो यसलाई हेर्नु, यसलाई मैकडोसलाई माकाडक्स पढ्ने यही हो। एडिडासको हाफ प्यान्ट भनेर देवदासको हाफ प्यान्ट लिएर आएछ। बन्द करो हाथ जोड़ के। मैं हुँदैन बाबा यो प्रकारले।
मलाई त ठिक लागेन, साह्रै जित्छ त्यस्तो लागेको छैन। होइन भान्जा, योपालि त हामीले जसरी भए पनि जित्नै पर्छ। मान्छे किनेर हुन्छ या मान्छे कुटेर हुन्छ। आखिर कति दिन मामा? कन्ट्रोलको चामल खुवाएर कति दिन पाल्नु यिनीहरूलाई? यसलाई हेर्नु झन् हाफपेन्ट त ब्रान्डेड लाउँछ नि, तर भित्र कट्टु लाउँदैन। ब्रान्डेड लाउनु जरुरी छैन त हौ। जक्की फक्की यताउति पाउँछ त मार्केटमा। पूजा, बिमला, अर्चना, सलमान, अक्षय। आमा मामा के भनेको छन्? घाममा हिँड्दाखेरि नि हाफपेन्ट लाउँदा आमा देख्छ नि मामा हो डल्लै। के देख्छ हो भान्जा? उल्टा दिल। अरू कुरा त त्यस्तै हो भान्जा। योपालि चाहिँ हामीले जसरी भए पनि चुनाव जित्नै पर्छ। एउटा राम्रो क्यान्डिडेट खडा गरेर हामीले यो चुनाव जित्नै पर्छ। के भन्छौ त भान्जा? मुगु मामा, मेरो नजरमा एकजना क्यान्डिडेट छ होइन, त्यो चाहिँ राधे हो। अब राधे र अब जग्गु उयसमा त्यो पहिला के भएको थियो तपाईँलाई थाहै छ सबैलाई होइन। अनि अब राधेलाई उठायो भने चाहिँ भोटमा हामीले सिम्पथी भोट पाउने चान्सेस हुन्छ क्या। अब त्यसो भए सबैजना सहमति छ त राधेलाई उठाउनुमा? र सबैको सहमति अनुसार यसपालिको चुनावमा हामी हाम्रो राधे भान्जालाई उठाउनेछौँ। कङ्ग्रेचुलेसन हाम्रो राधे भान्जा। धन्यवाद मामा, धन्यवाद। ल साथी तिमीलाई कङ्ग्रेस छ। ल मेरो साथी जित्छ जित्छ जित्छ। गेडागुडी पार्टी जिन्दाबाद, गेडागुडी पार्टी जिन्दाबाद। ओ दाजु दाजु एउटा बाबा खैनी दिनु त, लु पैसा। एउटै मात्रै रहेछ बाबा खैनी। म निर्जला हो। ल त्यसो भने यो खैनी तिमी लैजाऊ त। नै तिमी राखोस् न। अरे तिमी लैजाऊ यार। नै नै तिमी लैजाऊ लैजाऊ लैजाऊ। ल ओ बहिनी बहिनी सुन सुन, पहिला मेरो कुरा त सुन। यहाँ नजिक आऊ, यहाँ नजिक आऊ। पहिला म एक भाग खान्छु त्यो खैनी, त्यहाँदेखि तिमी लैजाऊ। ल्याऊ अलिकति ल्याऊ, एक भाग खाइहाल्छु। के भन्छ भन्छ नि। देऊ देऊ देऊ। पुडायो त भाइ। एक भाग मात्रै हान्नु नि। त्यहाँ छ्या कस्तो मैला। जाऊ जाऊ जाऊ। जग्दा 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 जग्दा। ओइ किन अत्तालिँदै आएको? निर्जला पानीले राधे दोकानमा खैनी खाँदै थियो। के भन्छ यसले? त्यो गजनी गाउँला कहिले आयो पागलखानाबाट छुटेर? सालालाई मैले पहिला हाफ मर्डर गरेको थिएँ, यो पालि फुल मर्डर हुन्छ त्यसको। जग्दा हिँड बस्नु। के भयो? तपाईँ मलाई ट्र्याक मार्नुहुन्छ। के भयो? पोलिटिक्समा पोलिटिसियनले यस्तो पोलिटिक्स खेल्नुपर्छ। त्यो राधे मान्ला त? त्यसको जिम्मेवारी मेरो भयो। त्यस भयो त्यो राधेलाई मसँग मिटिङ फिक्स गरा भोलि। हुन्छ। अन्त राधे, हामी इलेक्सन योपालि कसरी लड्ने त? हावामा इलेक्सन लड्नु आएको छ। जान्नु तान्नु केही छैन, इलेक्सन लड्छु भन्छ। इलेक्सन त हामीले जसरी भए पनि जित्नै पर्छ। बरु सल्लाह के छ भन्? म केही जान्दिनँ, त्यो मेरो म्याटर पनि होइन। के हो यो बुढो? ₹4 लाख कार्यकर्तालाई खर्च लाग्छ, पैसाको टेन्सन त नलि। हुँदैन यस्तो।
मलाई मेरो पार्टीको सिद्धान्तले सराप छ। म आफै अपोजिसन पार्टीको क्यान्डिडेट हो। यसपालि म खुद इलेक्सन लड्दैछु। हुँदैन यस्तो बुढो। त्यसको तँ मेरो एन्टिक हुन्छस् त? मलाई एन्टिक सेन्टिक थाहा छैन बुढो, र म मेरो पार्टीलाई धोका दिनु सक्दैन। त्यसो भए एन्टिक नै हुन्छस् भने चाहिँ तँलाई मेरो बहिनी निर्जरा कसरी दिने त? साला बुढो जहिले दुःख दिन्छ, ट्र्याकमा पार्छ। मायामा कसम खाएको थिएँ, बेहोली बनाउँछु तिमीलाई भनेको थिएँ, तिम्रो तारिफ सुनाई मलाई बिस्तारै गर न। जुम्रा छ त के बिस्तारी गर्नु? के लिन आउँछौ तिमी? के लिन आउँछौ? हार्पिकले त्यो हग्ने भाँडा धुनेलाई नुहाएर थोरै हुन्छ। तिमीलाई थाहा छ त अन्त मेरो कपालभरि जुम्राले हगिदिरहेको हुन्छ नि, त्यही भएर हार्पिक युज गरेको। बाटिका सेम्पू भन्नेले नुहाउनु पर्छ कि निर्जु, बाटिका बुझ्यौ? त्यस्तो माया लाग्छ भने तिमीले ल्याइदिनु सक्दैनौ? अर्को पालि ल्याइदिन्छु नि त अन्त। तिमीलाई थाहा छ मेरो बर्थडे आउँदैछ नि। हो र? तिमीले रुम फ्रेसनर लगाएर आयो है? अपि यो त हङकङ मार्केट 150 मा 3टा। मलाई दिइराख न त अन्त एउटा। लगाइराख। देवल जस्तै देख्छ तिम्रो हेयर स्टाइलले गर्दा। अच्छा हौ, सुन न बरु भन न मलाई चाहिँ कसो दिएछ? मलाई तेरे नाम थाहा छ तिमीलाई? या तेरे नामको सलमान खान चिन्छ होला नि? सलमान खानको कुकुर जस्तो देखिरहेको छ। त्यस्तो बेइज्जत नगर न निर्जु। जे जस्तो भयो भने म तिम्रो राधे पो त हो। अन्त सुन न, तिम्रो इन्स्टाग्राममा मैले रिल्स हेरेको थिएँ कि। कस्तो लाग्यो? हग्ने ठाउँ नपाएर चाहिँ त्यहाँ हगेको तिमीले। तिम्रो पनि मैले युट्युब च्यानलमा सब्सक्राइब गरिदिइरहेको छु। हो र? भ्यू त 3 मात्रै थियो त, मैले 4 बनाइदिएँ। थ्याङ्क यू। निर्चला, तिम्रो बर्थडे चाहिँ कहिले हेरे डार्लिङ? तिमीलाई मेरो बर्थडे याद छ? या मलाई के ल्याइदिन्छु भने त? अब ल्याइदिनु के ल्याइदिनु? सुन, जस्तो कि लाइक अब बुलेट प्रुफ, वाटर प्रुफ, विन्ड प्रुफ हुन्छ नि, हो त्यस्तै तिमीलाई म पाथ प्रुफ कट्टु ल्याइदिन्छु। पाथ प्रुफ? या त्यो पाथ प्रुफ चाहिँ कस्तो हुन्छ भने तिमी जहीँ पनि पात्दाखेरि त्यो साउन्ड चाहिँ बाहिर निस्किँदैन, ना गनाउँछ। हो त्यो खाले कट्टु चाहिँ म तिमीलाई गिफ्ट गर्नु चाहन्छु यो पालि बर्थडेमा। जहाँ पात्दा पनि हुन्छ? जहीँ पात्दा पनि हुन्छ। मिटिङ सिटिङतिर पात्दा पनि हुन्छ? अरे तिमी जहाँ सुकै पादा, मिटिङमा पादा, जहाँ सुकै पादा, आधा पादा किस्ने पादा, निर्जाले नै पादा, बुझ्यौ? त्यो खाले ल्याइदिन्छु म तिमीलाई। चाल पाउँदैन है? चाल पाउँदैन नि बेबी, बुझ्यौ? थ्याङ्क यू राधे। आई लभ यु निर्जला। लभ यु। आई कान्ट लिभ विदाउट यु निर्जला। प्लिज डोन्ट लिभ मी। र धेरै धन्यवाद है तपाईँहरूलाई हाम्रो भिडियो हेरिदिनु भएकोमा। र यसरी नै माया अनि सपोर्टको धेरै नै जरुरत छ हामीलाई तपाईँहरूको। माया चाहिँ कसरी देखाउने हो भन्दाखेरि लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु, त्यसमै हाम्रो माया छ।